मनिता आज एउटा शब्द नेपाली भाषामा घर भनिन्छ भनेपछि तामाङ भाषामा घरलाई के भनिन्छ? इंग्लिशमा भेरी गुड। एन्जल तामाङ सधैँ झै आज हामी फेरि एउटा शब्द सिक्ने छ। इंग्लिशमा आई, नेपालीमा मो, तामाङ भाषामा के भनिन्छ? nga। फाइभलाई भने दुईटै शब्द एउटै हो नि। मध्यम तामाङ सधैँ झै आज हामी एउटा शब्द सिक्ने छ। नेपालीमा हामीले कुखुरा भनेर भन्छ भने इंग्लिशमा हामीले के भन्छ? हेन। अनि तामाङ भाषामा नागा। भेरी गुड। एन्जल तामाङ सधैँ झै आज पनि हामी एकवटा शब्द सिक्ने छ हैन। त्यसले गर्दाखेरि आज चाहिँ हामी घरेलु पशुको नाम यानी कि घरमा पालिने जन्तुको नाम हामीले नेपाली भाषामा पढ्छ हैन। घरमा पाल्ने जन्तुको नाम कुकुर भनेर पढ्छ। त्यसलाई नै अंग्रेजी भाषामा के भनिन्छ? डग। अनि अंग्रेजीमा डग भन्छ भनेपछि तामाङ भाषामा चाहिँ के भनिन्छ त? नगी। भेरी गुड। डोङ्का तामाङ सधैँ झै आज पनि हामी एउटा शब्द पढ्ने छ हैन। घरेलु पशुको नाम हैन। हामीले नेपाली भाषामा बिरालो भनेर पढ्छ भने अंग्रेजीमा बिरालोलाई के भनिन्छ? क्याट। त्यसरी नै क्याटलाई तामाङ भाषामा टावर। भेरी गुड।